हेलो गाइज, वेलकम एन्ड नमस्ते मेरो छोटो मिनी ब्लगमा तपाईहरु सबैलाई स्वागत छ। आज चाहिँ हामी स्विमिङ जाने भन्ने प्लानमा छौं र म गाडी चढेर पनि उठिसक्यो। आज चाहिँ सन्डे, त्यही भएर म साथीहरु भेट्न आएको। फाइनली साथीहरु भएको ठाउँमा पनि आइपुग्न लाग्यो। यो भन्दा हल्का मास्तिर यही टाउनतिर बस्छन् उनीहरु र यस्तो घाममा सरर लागियो। सबैजना स्विमिङ गर्ने भन्ने प्लान बनाएको छौं अनि आज चाहिँ एकदम धेरै गर्मी रहेछ। गएर यसो जुस खानु पर्ला। फाइनली मेरो ओर्लिने ठाउँ पनि आइपुग्यो र म ओर्लिए पनि अनि यसो हेरेको टाउनतिर सबै ठाउँतिर। आज त सन्डे भिडभाड हुनुपर्ने, भिडभाडै छैन रहेछ। अब साथी भेट्न गइदिएको। भेट हो यार माएको छौं। ल ठीक छ जे भइनी हैन, धेरै पछि भेट भयो। सदा खासै मान्छे नि छैन त है। आज सन्डे त अनि मेला यतातिर चाहिँ छैन, अलि कमै छ। सम्झे यार म चुरोट तान्दै आइरह्यो के भन्छ र ल अब कता चल्दिन त ल अहिले चल ल कुचल होला मम्मी किन राज भाइ के हो कति दुब्लाको भयो बाटो बन्द होला छानेहरुको चिनी ग्लास सान दिए भाइ लगमा के हो लगमा सम्झी सब जना अलि अलि यो त स्लोप गर्न लाउनु पर्छ नि। अबे साले नेपाल गएर बनाउनु यस्तो यताको धोतीहरुलाई कभर काट्न आउँदैन कि काट्ने बेलामा कस्तो देखा होला यो अहिले त ल यस्तो छ कति भयो काटेर दिएर भएन होला। अस्ति धोती बेला भनेर भएको थियो सम्झीले मलाई उयो ए झमर दिएको आज नि पैसा छैन टुटाको हो मुजी क्याप हेर न छैन भने बालै छैन त्यो क्यापै नलाए पनि के त्यो क्यापै नलाए पनि क्याप चाहिँ अलि ह्यान्डसम भन्नु हुँदैन। अभी बच्चा था भाई त्यही हो नि आज सायद साथी यो सम्झ्यो हो कि दामी देखिरा टल्किराख त ल तपाई पनि टल्किरा ना सम्झी सम्झीको कपाल चाहिँ बवाल छ कि कसको मोमोस खान जाउँ न ल्याम्पका अब चाहिँ भोक लाएर मेरोमा बस्दाखेरि लामो चल्दैको खाना पनि आयो हाम्रो फाइनल्ली। खाना साना टक्लाएर सबैजनाको एउटा केही शब्द जाओस् न म चाहिँ खान्छु है गाली नहीं देना। हजुरलाई कस्तो लाग्यो मलाई केही लाग्यो भोक लाग्यो ठीक है। आज सन्डे निस्किनु मन थिएन, केटाहरूले इन्भाइट हान्यो त्यही भएर आइदिएको म चाहिँ ल बच गया साला। हजुरलाई म चाहिँ एकदम बेस्ट मलाई अरू भन्दा नि साथीहरू यता भेट्न मन लागेको थियो होइन। सब साथीहरू फेरि म नि अब सम्झे अस्ति भर्खर होइन त सम्झेँ के अरे छोड्ने अब केही नखाने भनेर मैले छोडेको मान्छे हो कि अनि आज फेरि सब साथीहरू भेट भइसकेपछि अब म साथीहरू भने मेरो फेभरेट हो कि म नाइ भन्ने कुरा हुँदैन सबै चिजमा त्यति होइन। अब मेरो पालो है गाइस, जहाँ भन्छ त्यही हो मेरो। अब हामी चाहिँ यहाँ खाना मेरो साना खाएर साथी नै हो कि सबभन्दा ठुलो कुरा भनेको। अब खाना साना खाएर गाइस हामी चाहिँ अब एकछिन यसो डुब्की हान्न जाँदैछौँ। मेरो अहिले ड्युटी छ हेर हो होइन 3 बजे जानु अहिले गएर स्विमिङ हानेको भिडियो पनि आउँछ। अहिले गएर स्विमिङ गर्दै अनि निस्किन्छ हामी बस एउटा पुइसो म्याकुरीहरू म चाहिँ मोटे हो होइन गाइस होइन, मोटे भएर क्यान्सर भएको छ गाइस मलाई चाहिँ होइन। यतिको मोटे हुनुपर्छ ध्यानमा दामी देखाइन्छ है त्यही अल्छीलाई। हेलो गाइस, फाइनली आजबाट सुरु भयो भ्लग हो। हामी चाहिँ होइन स्विमिङ गइरहेको छौँ जान्छ स्विमिङ चारजना ग्रुप। हमारे यहाँ ऐसा ही होता है। बाफ रे बाफ खोला यसलाई भन्छ कि बाबालाई केटाहरू सबजना
होइन विनर भएको मान्छेलाई सब्जी तपाईँले केही खानु भएन आसे रे आसे चम्पा स्विमिङ पनि खेल्यो पानी पनि पर्यो अब सबजना चल्दैको स्विमिङ गरेको टाउको दुख्यो र साथीहरूलाई टाउको दुखेको औषधि खाँदै त्यसपछि सबैजना आफ्नो रुमतिर गइदिएको अनि सरर चिसो हावा खाँदै चल्दै फाइनली रुममा आइपुग्यो रुममा आइपुग्दै यस्तो हालत आजको लागि यति नै अब नेक्स्ट ब्लगमा